दिदी म यहाँ धरानतिर लागिरहेको थिएँ कि अनि मलाई कस्तो केरा खानु मन लागेको थियो कि होइन पैसा पनि थिएन मसँग अनि दुईटा तिनवटा खानु मिल्छ कि भनेर साथीहरू नि होला अनि पैसा छैन म त्यही भएर कि मिल्छ दुई तिनवटा लग्नु मिल्छ कि भनेर साथी दुईजना नै हुनुहुन्छ अनि पैसा चाहिँ फेरि मसँग छैन कि यस्तो कि म खाना खानु रोकेको थिएँ क्या यहाँ निजगढको अलिकति माथितिर कुन ठाउँ हो ठ्याक्क थाहा भएन अम्लेखगञ्ज के हो ठाउँ थाहा भएन होइन त्यहाँतिर रोकेको खाना खानलाई अनि वालेट त्यहीँ भिड्छ कि मैले पर्स अनि मैले फेरि फर्किने बेला चाहिँ म लिएर जान्छु भनेर बसिरहेको छु काठमाडौँ जाने बेला अहिले चाहिँ धरानतिर लागिरहेको थिएँ कि म अनि त्यही भएर फेरि भोलि पर्सि म कहिले आउँछु थाहा नै भएन पैसा छैन त्यो भएर क्या अप्ठ्यारो भएर तपाईँलाई घाटा हुन्छ कि भनेर हुन्छ आफ्नै हो कति गाह्रो छ यहाँ व्यापार गर्नु यो ठाउँलाई के भन्छन् दिदी धनसार धेरै टाढा ठाउँ है टाढा काठमाडौँबाट चाहिँ कतिको व्यापार हुन्छ दिनमा 3,000 चाहिँ हुने रहेछ होइन ए दिदीको खुसी मनले होइन मलाई कतिवटा दिनु सक्नुहुन्छ के र दिदीको मनले मलाई थोरै लगौँ पनि भनेर क्या बाटोमा खानलाई नि थोरै लगौँ कि भनेर फेरि घाटा नहुने भएर दिनुहोस् न कतिवटा दिनु सक्नुहुन्छ ल है तपाईँको मनले दिँदै फेरि पैसा नभएपछि गाह्रो कि अप्ठ्यारो के माग्नु फेरि हजुर यहाँ डाटै नचल्ने फेरि हजुर म बाटोमा नि खानु हुने गरी थोरै गरिदिनु न हजुर ए दुईजना काठमाडौँ जानु भएको अरे तपाईँले धेरै नै हालिनु भयो जस्तो त यति बेच्नु पऱ्यो भने कतिमा बेच्नुहुन्छ र 12वटाको तपाईँलाई घाटा त परेन साँच्ची अप्ठ्यारो लाग्यो मैले लग्नलाई साँच्ची छैन दिनमा 2-3 हजार चाहिँ कमाउनुहुन्छ बिहान कति बजी काम गर्नुहुन्छ नि यसरी कति 7 बजीदेखि यहाँ यतिकै बस्या नि बाटोमै पुरै यो हाइवेमा पुरै यो हाइवेमा है ए हजुरको नाम ए होइन सोधेको हजुरको नाम के हो भनेर मेरो नाम चाहिँ अभिनव भनेर खुसी लाग्यो तपाईँले यति दिनु